नमस्कार। नमस्कार। तपाईँको एकदम सेलाउनु भयो के हो यस्तो? घामले हो कि हावाले हो कि धुलोले हो कि नाचगानले हो कि एकदम सेलाउनु भयो नि? नमस्कार पनि एकदम लोसे तरिकाले नमस्कार के हो यस्तो? जोसहरू है त तपाईँहरूको जोसहरू है त? नमस्कार। अब आमाहरू तपाईँहरूको पालो, अब चाहिँ दम दम निकाल्ने पालो है। नमस्कार। नमस्कार। यो हो नि त जोसहरू पऱ्यो नि। महोत्सवमा आउने, मेलामा आउने, रमाइलो नगर्ने, उत्साहित नहुने, खाली यसो गरेर बस्ने, टोलाएर हेर्ने, त्यो त भएन नि? भएर मेलाको उद्देश्य के हो? रमाइलो गर्ने, नाचगान गर्ने होइन? हामी कलाकारहरू आउँछौँ, कहाँबाट आउँछौँ? तपाईँहरूलाई प्रत्यक्ष रूपमा भेटघाट गर्नको लागि, तपाईँहरूसँग केही समय बिताउनको लागि, रमाइलो गर्नको लागि। यही त हो जीवन, हो कि होइन? अनि कति खुसी लाग्छ हेर्नुहोस् त। पहिला पहिला म चलचित्रमा काम गर्थेँ, तपाईँहरूले मलाई पर्दामा हेर्नुहुन्थ्यो, टिभीमा हेर्नुहुन्थ्यो, चलचित्र भवनमा हेर्नुहुन्थ्यो। यसरी प्रत्यक्ष भेटघाट त हुँदैन थियो नि? हुन्थ्यो। तर यस्तो मेला महोत्सवले हाम्रो प्रत्यक्ष भेटघाट गर्ने मौका दिलाइदिएको छ। यो सुवर्ण अवसर हो। तपाईहरूको लागि त छँदैछ, मेरो लागि त तपाईहरूभन्दा पनि 2 गुणा ठूलो अवसर हो। किनकि कलाकारलाई आफ्नो दर्शकहरूलाई भेट्न पाउनु एउटा ठूलो सौभाग्य हो। तपाईहरू सबैलाई यो न्यानो माया, यो उपस्थितिको लागि धेरै 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 धन्यवाद छ। चलचित्र त यहाँहरूले हेर्नुहुन्छ होला, हेर्नुहुन्छ? हेर्नुहुन्छ कि हेर्नुहुन्न? यतिका वर्ष पनि हेर्नुभयो। तपाईहरूले हेरेकै कारण म यतिका वर्षसम्म चलचित्रमा खेल्ने अवसर पाएँ। यो श्रेय तपाईँहरूलाई पनि जान्छ। त्यसकारण त्यसको लागि पनि यहाँहरू सबैलाई धन्यवाद। यहाँहरूले यतिका वर्ष मेरो चलचित्र रुचाइदिनु भयो, मैले पस्केका पात्रहरूलाई आत्मसात गरिदिनु भयो, कथावस्तुलाई रुचाइदिनु भयो। त्यसको लागि सबैलाई धेरै धेरै धन्यवाद। आमाहरू के हो तपाईँ त? खै म एकछिन आमासँग गफ गर्नु पर्यो है त। कति तपाईँहरू मात्रै टाढाबाट हेर्नुहुन्छ मलाई? अब म आएर तपाईँहरूसँग आँखामा आँखा जुधाएर हेर्छु है त। सुरु गर्नु पर्यो नि यहाँबाट। यो नक्कली मैयासँग सुरु गर्नु पर्यो। म आउने बित्तिकै उहाँले के गर्नुभयो? नाफमा एकचोटि गर्नुभयो, अनि त्यसपछि एउटा मुस्कान छोड्नुभयो। के छ तपाईँको हालचाल? ठिक छ? अब यतातिर लाग्यो, खै कता लाग्यो? आमाहरू सघाउनु भयो। आमा तपाईँलाई सम्झी छ? के भयो भन्नुहोस् त? ल हात दिनुहोस्, उठ्नुहोस्, उठ्नुहोस्। ल उमेर गरी होला भन्नुहोस्। 70। हजुर 70, म 17। ठिकै छ, म त तपाईँको नाति रहेछु होइन? ल ल बजाइ धेरै नभएर रमाइलो भइरहेको छ। नाचगानमा नाच्नु भयो? नाच्नु भयो? यो रामजी खाडले गाउनु भएको थियो, भूमिका गुरुजीले गाउनु भएको थियो, नाच्नु भयो? आमा त के रजाउनु भयो नि त? भाडमा गरी हात दिनुहोस् न। ल उठ्नुहोस्, ल उठ्नुहोस्। बुढेसकालले के पनि गर्दैन। हेर्नुहोस्, तपाईँ मेला महोत्सवमा आउनु भएको छ, घुमाउनु पर्छ हो कि होइन? उमेर भने बढ्दै गर्छ, उमेर आफ्नो ठाउँ। कहाँ जान्छ?
देख्नुभयो यस्तो यस्तो रमाइलो कुराहरू सुन्न पाइन्छ हो कि प्रत्यक्ष भेटघाटहरू खालि मलाई उहाँहरूले पर्दामा हेर्दाखेरि न म उहाँको कुरा सुन्न सक्छु न उहाँहरूले के सोचेको छ मैले बुझ्न सक्छु देख्नुभयो यस्तो मिठो कुरा यति रमाइलो कुरा सुन्न पाइन्छ यो महोत्सवमा यो महोत्सव त धेरै रमाइलो कुरा हो नि होइन हामी सम्पूर्ण यो आयोजक टिमलाई धेरै धेरै धन्यवाद दिनुपर्छ नि होइन यो आयोजक टिम जब यो चाहिँ आयोजना गर्नुभयो उहाँहरूले गर्दाखेरि हामी सबैजनाको जम्का भेट भयो हो कि होइन यो ठाउँ त मलाई एकदम रमाइलो लाग्यो हेर्नुहोस् यस्तो यस्तो आमाहरू हुन्छ बोल्यो भने अन्तर्क्रिया गऱ्यो भनेको मान्छेहरूले रमाइलो गर्नुहुन्छ होइन गफसफ गर्नुहुन्छ अनि अर्को गर्नुहुन्छ ल सुन्छ हुनुहुन्छ बस्दै प्युठानको हिरोइन त यहाँ पो रहेछ त सेल्फी खिच्नु हो कि हान्ने हो सेल्फी हाल्न भने त क्यामेराले हालेपछि टिपिनको उठ्छ नि ल आफ्नो जानुहोस् ल धन्यवाद तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ यहाँ के बोल्नुहुन्छ